गाइस आज चाहिँ हामी आलु खानु गएको हो। आज चाहिँ आलु मिमी खानु गएको। आलु मिमी चाहिँ ऊ पर यता जङ्गलबाट जानुपर्छ गाइस। यता गएर ऊ तल रोड छ हो, त्यो रोडबाट जानुपर्छ। यता अरू आउँदैछ हो, दुईजना आउँदैछ, भाइ र निशा। तिनीहरू चाहिँ उता परपट्टि पानी थाप्दैछ कि। A few moments later. आइपुग्यो हो साथीहरू। यिनीहरूले मलाई यहाँ 1 घन्टा जस्तो पर्खायो हो। यहाँ बस्दा बस्दा चाहिँ मेरो कुकुर पनि आइसक्यो हो। सिरु हामी चाहिँ अहिले चाहिँ आलु खाने ठाउँमा आइपुग्यो। के खाने नानीहरू? निम्ति भुजा निम्ति त ज्यादा छैन रहेछ भाइ। के खाने? निम्ति कतिवटा? निम्ति एउटा मात्रै न यता निम्ति मै खानिदिन्छु। निशा के खाने? म त 5 रुपियाँको हो। अचार ज्यादा हालिदिनु अङ्कलले। त्यो तितिरी हो, मलाई तितिरी नहाल्नु। झन् अङ्कलले तितिरी हालिदिएको हो। मलाई चाहिँ तितिरी भाइको। मेरो चाहिँ अचार अलिक ज्यादा हालिदिनु है। बस मेरो चाहिँ यत्रो अचार आइसकेको। अब यहाँभित्र चाहिँ म यो हालिदिन्छु हो यसरी। अहिले चाहिँ अलिक कम्ती भएको नि। म चाहिँ यसरी हालेर खानु मनपर्छ हो। म चाहिँ पुरा मुखमा पानी आइसक्यो साथीहरू। अब यसरी चलाउनु पर्छ हो। तिमीहरू कस्तो छ है? मेरो त खतरा पिरो छ है। म आलु खान आँटेको थिएँ, मुखमा पानी आइसक्यो पुरा। अब चाहिँ खाँदैछ। पुरा पिरो छ साथी, पुरा पिरो छ हो। पुरा पिरो छ है। तिमीहरूको पिरो छ कि के छ? यस्तो तितिरी खान्छ कि खाँदैछ हो त्यसले। अब अङ्कललाई फेरि आलु मागेको। फाले बन्दैछ हाम्रो यता हो। अन्त यता चाहिँ सक्यो। खाने कि नखाने? आलु त एकै भाग छ अरे कि। म मात्र खान्छु, यिनीहरू खाँदैन। यत्रो छ हो। बास अङ्कलले फेरि ल्याइदियो। अब चाहिँ म उयो हालेर खानु पर्यो, कुरकुरे। ला कुरकुरे छैन? टेढेमेढे खोइ। टेढेमेढे उता रहेछ नि त। अब चाहिँ टेढेमेढे हालेर खानु पर्यो। झन् मिठो हुन्छ हो। अचार हालिदिनु न पर्दैन। अब मलाई अचार ज्यादा भयो साइडको मात्रै हालिदिनु पर्यो। यसलाई चाहिँ यो अचार खाँदैन नि त है। एकछिन यो पनि आइपुग्यो साथीहरू। ज्यादा नखाए मलाई पनि राख्नु फेरि। दुईवटा मेरो हो नि त्यो। खाँदैछ पनि छ त्यो सर खाँदैछ। बडाको सिध्यो क्या हो फाल्यो बनाउँदैछ। फाले चाइले सिधाइसकेको छ। फाले पनि खानु पर्यो। पुरा पिरो अचार। बहुत पिरो हो साथीहरू। ला झनै गयो त्यो पनि। अब चाहिँ बिल कति भयो निशा हिसाब गर्दा? पुरा पिरो। हाम्रो सिरुलाई चाहिँ दिएन भन्नुभएको छ होला है गाइस। हामीले चाहिँ सिरुलाई बिस्कुट दियो, फुल चाहिँ बाहिर फ्यालिदिएछ हो। अहिले चाहिँ 70 25 कचर पचर 15 अनि एउटा 25 25 कचर पचर। अनि चाहिँ अच्छा कति भयो?
यता छ हाम्रो हिसाब गर्ने मान्छे त्यस्तो होला अन्त चाहिँ यति हो साथीहरू अब चाहिँ गएको फेरि नेक्स्ट भिडियोमा भेटौँला हो साथीहरू फेरि नेक्स्ट भिडियोमा भेट्नु आज सक्यो बाई बाई